हेलो फ्यामिली, स्वागत छ तपाईहरुलाई मेरो एउटा नयाँ भ्लगमा। र यो भ्लग चाहिँ मैले धेरै टाइम पछि बनाउँदै छु किनभने म धेरै काममा बिजी हुन्छु नि त। सो त्यही भएर मैले चाहिँ भ्लगहरु चाहिँ खासै बनाउन पाउँदिन। मैले आफ्नो च्यानलमा पनि केही त्यस्तो खासै भ्लगहरु चाहिँ हालेको थिएन। त्यही भएर चाहिँ आज रुमको रुममै छु। त्यही भएर चाहिँ यसो भ्लग हान्दिउँ न भनेर खासै के हैन कि म तपाईहरुलाई चाहिँ एक दुईटा कुराहरु राख्न आएको। म चाहिँ यहाँ अहिले इन्डियामा काममा आएको छु। त्यसपछि धेरै कामहरु हुन्छ, म चाहिँ खासै भ्लगहरु चाहिँ बनाउन पाउँदिन। त्यही भएर चाहिँ म अब त्यही हो, अब 4-5 महिनासम्म चाहिँ म मेरो च्यानलमा कुनै पनि भ्लगहरु चाहिँ हाल्दिन होला। त्यही हो गाइस। आज अनि रुममा पनि कोही छैन, एक्लै छु म। हेर्न सक्नुहुन्छ रुम है, यही हो। म अहिले इन्डियामा बसिरहेको रुमको हालत चाहिँ यस्तो छ। सो गाइस, मैले चाहिँ मोबाइलको सेटअप मिलाइसक्यो। अब तपाईहरुले सोचिरहनु भएको होला मैले चाहिँ के गर्न लाग्यो भनेर। त्यस्तो खासै चाहिँ के हैन, भ्यू हेर्न सक्नुहुन्छ है। लुगा लाउनु त मोटै छु म पनि, लुगा पुगाले भन्छ फेरि लित्त छु कि। त्यो तपाईहरुले देख्नु भयो होला नि, त्यो टक्क ब्रोइलर कुखुराहरु चाहिँ हैन मोटो एकदम तगडा हुन्छ, तर लोकल कुखुराहरु चाहिँ म जस्तो हुन्छ है गाइस। के सोचेको छु भने बिहान उठेर जिम हान्ने कि, तर उठाउन सक्दिनँ भाइ, भारी छ। तर देख्न सक्नुहुन्छ 5 किलोको छ, 5 केजी सक्नु। अब आफू जान सक्दिनँ तर हानिदिन्छ। जिउ अब त्यही हो, आफ्नो शरीरलाई ख्याल राख्नुपर्छ। बनाऊ है त केटा, म हान्छु फटाफट। गर्न नि आउनु यार, यो काम मबाट हुन्न यार, म राख्छु यार। के भन्नु, 5-10 पनि हानेन होला अब। त्यही हो, के गर्नु, हान्नु नसकेको त जिउ पनि यस्तो छ केटा। भिडियो र इन्डियाको भिडियो हेर्नु भयो छुट्याउन सकिन्न है अहिले त हल्का है। रात चाहिँ धेरै परिसक्यो है, 11:30 बजी म जिम गर्दैछु। तर त्यही हो, भोलि अब चाँडै उठ्नु छ, 10 बजी ड्युटी जानु छ मलाई। भन्दा नि म होटलमा गएर खाना खान जान्छु। त्यही हो, मोबाइलमा चार्ज छैन, मोबाइल चार्जमा हाल्छु। यो भ्लग चाहिँ आउँछ भोलिसम्ममा है, भोलि बिहान आउँछ। आज म एडिट गरेर भ्याइदिन्छु। त्यही हो, त्यति भन्दा मेरो भ्लग चाहिँ यहीँ एन्ड गर्न चाहन्छु। अब सिधै नेक्स्ट भ्लग आउँछ है, सिधै अब 4-5 महिना पछि। त्यही हो, बाई बाई, भेट्दै गरौँला। एउटा तारा टुट्यो, मनको कामना मागिदियो कि, तर डर लाग्छ पुराना यादहरू जहारी झैँ दोहोरिने पो हो कि। अपरिचित मायाका कुरा आँखाले म व्यक्त गर्दैछु।